ठुलो मम्मी आउनुभएको थियो नेपालदेखि। आज जानुलाई रेडी भइसक्नु भइसकेको थियो। यहाँ सबै सामानहरू प्याकिङ भइसकेको छ र यहाँनिर चाहिँ यसो बाटोमा खाजा खानुलाई यहाँ हालिदिनु भएको छ मम्मीले। सेलरोटी, यता त्यो बुट फ्राई है, चम्ची मग पनि हालिदिनु भएको छ पानसानी खानुलाई। अब फेरि कहिले आउनुहुन्छ? अब 2 वर्ष पछि 6 महिना पछि लगाउनु। बाटोमा जाँदा पनि मिठाई खानु, के अरे चाना खानु। मम्मी भनेर पठाएको त मैले। के पठाइदिनु नि? यो चाहिँ मलाई दिदीलाई। ल दिदी आउँछ नि, अब दिदी भएपछि आउँछ जस्तो गरे। यसो गरी आउँदिन नि। स्किन भयो यता ठुलो मम्मीहरू। ल ल ठुलो मम्मी ल जानुहोस् राम्ररी। जाने नै हामी पनि भएपछि यता मम्मी भाइहरू चाहिँ पोकाजनसम्म पुऱ्याउनु जानु हुँदैछ। पोकाजन स्टेसनसम्म। बाई बाई। लु फेरि भेटौँला। बाई बाई। हस् हजुर अब जाने नि। हजुर राम्ररी जानुहोस् ल ठुलो मम्मी भाइ। लु हस् ल बाई बाई।